नम्बर वडामा पनि एकदमै राम्रो चाहिँ हस्पिटल बनिया रहेछ, तर यो चाहिँ सेन्टरमा भएन अरे। कहाँबाट नापे होला सेन्टरमा? क्या आफ्नो घरबाट नापे होला नि सेन्टर त, होइन? यो चाहिँ सेन्टर भएन भने ठिक्क छ। अब यहाँ चाहिँ सेन्टर भयो अरे कुरो भन्दा यो त पालिकाको अस्पताल हो नि। त्यो फेसबुकमा स्टाटस लेख्ने पनि त्यो सुन्ला, होइन? यहाँ तल चाहिँ स्टाटस भयो अरे, के अरे सेन्टर भयो अरे, यहाँबाट त्यो माहाड कति सय 200-300 मिटर माहाड जाँदा चाहिँ त्यो सेन्टर भएन अरे भनेपछि ती नेताहरू हुने हेर्नुहोस् है, उहाँहरू कुर्सीमा आँखा लगाइरहनु भएको छ, स्टाटस ल्याउँछ त्यस्तो है। अनि जनताले फेरि भोट चाहिँ त्यस्तो लिन्छ। तपाईँहरू जस्तो हामीहरू जस्तो त्यति च्याउनु पर्दैन। आगामी चुनावमा मैले नमुनाको पनि देखाएको छु, स्टाटसहरू हेर्छु, म लेख्न लेख्दिनँ, कमेन्ट त गर्दिनँ, हेर्छु। यो कुर्तीतिर यसो आँखा लाउनेहरूले स्टाटस गरेर देख्छ क्या, अनि उनीहरूले लेखिरहेको हुन्छ यहाँ यतिको चाहिँ घर त बनिया रहेछ तर यस्तो भएन, पुल त बनिया रहेछ तर यस्तो भएन, बनिया रहेछ है। नेपालकोले पनि भारतको भूभाग मिचिया रहेछ, भर्खर थाहा पाएँ भने जस्तो थाहा पाएँ भनेर प्रधानमन्त्रीले भन्नुभएको त लुगाउनै परेन, होइन? त्यस्तो कुराहरू अहिले आउन थालेको छ, भएको रहेछ।